देशको अभिभावक भनेको लिडरहरू नै हुन्छन्। कुनै पनि देशको बिना अभिभावक एउटा घरको सञ्चालनको, घरको व्यवस्थापनको कल्पना पनि गर्न सकिँदैन। यसर्थ अभिभावक जहिले पनि सही र समझदार हुन आवश्यक छ ताकि घर व्यवस्थित र सुचारू रूपले सञ्चालन होस्। र अभिभावक निस्वार्थ पनि हुन आवश्यक छ, सन्त जस्तै। यस्तो सन्त जसमा निस्वार्थ प्रेम, समझदारी र आफ्नो जीवनकाललाई समाजमा तपस्या सरह समर्पण गर्ने भाव होस्। एउटा सन्त जस्तै विचार भएको लिडर देशमा हुन आवश्यक छ। त्यसैले गर्दाखेरि अबको अधिवेशनमा, महाधिवेशनमा एउटा साधारण नागरिकको हैसियतले म यही अपेक्षा राख्दछु कि यो महाधिवेशनबाट उहाँहरूले आफ्नो मान्छे होइन, राम्रो मान्छे देशको लागि सोचेर चुनेर यो देशलाई एउटा नयाँ दिशातर्फ उन्मुख गर्न सक्ने लिडरहरू चाहिँ जन्माओस् भन्ने चाहिँ म चाहन्छु र शुभकामना छ। आउने महाधिवेशन सफल होस् र सफल मात्रै होइन, देशले एउटा नयाँ विचार र निडर यस अर्थमा कि हरेक त्यो काम गर्न पछि नपर्ने जुन देशको भलोको लागि होस्, जनताको भलोको लागि होस्, आफ्नो र आफ्नो वरिपरिको मान्छेहरूको लागि होइन। यस्तो लिडर चाहिँ अबको महाधिवेशनले जन्माओस्, यही शुभेच्छा व्यक्त गर्न चाहन्छु। नेकपा एमाले 10औं राष्ट्रिय महाधिवेशन प्रचार समिति।